आउनुहोस् हेरौँ यी हाम्रो राजसभाका जल्दा बल्दा नेता हुनेवाला प्रधानमन्त्रीहरूका विगतमा बोलेका बोली र अहिलेको बोली र वचनको पुरा यहाँ 3टा भिडियो छ, यो मजाले हेर्नुहोस्। भन्ने कुरै छैन नि, स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो, त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। ऊ त मेयरलाई त सबै अधिकार दिएको छ सबै काम गर्नलाई। उसले चाह्यो भने हामी 18-20 वटा नगरपालिका घुम्यौँ, त्यो घुम्दाखेरि हामीले यसो हेर्दाखेरि कुनै मेयर भ्रष्ट छ भने उसले काम गर्न सक्दैन, किनभने उसले 100 रुपियाँ कमाएपछि अर्कोले 10 रुपियाँ माग्छ, अर्कोले 15 रुपियाँ माग्छ। तर मेयरले साँच्चीकै विकासको काम गर्छु भने त्यो मेयर अल्पमतमा होस् किन नहोस् काम हुन्छ। अन्तर्राष्ट्रिय चलखेल महानगरपालिकामा कति थियो भन्ने तपाईँ इमेजिन पनि गर्न सक्नुहुन्छ। तपाईँ नेपाली जनताका माझमा भन्न सक्नुहुन्छ म अन्तर्राष्ट्रिय चलखेलमा विदेशी जनता हुनुहुन्न, हामी नेपाली जनताका सामु भन्न सक्नुहुन्छ प्रतिबद्ध हुन्छ। उदाहरणको रूपमा फोहोर व्यवस्थापनमै विदेशी चलखेल यति थियो कि प्रधानमन्त्रीले नै त्यो हामीलाई आज जस्तै तपाईँले काठमाडौँमा डोजर चलाउनु भयो सुकुमासी बस्तीमा छैन चला बक्नु सक्दैन मलाई। हामीलाई थाहा त सुकुमासी बस्ती थिएन। त्यो जब बारबरा एडम्स बित्नुभयो अनि मलाई प्रस्ताव आयो कि बारबरालाई नजिकबाट चिन्ने जगदीश खरेल उनलाई पनि सदस्य बनाउन पाए हुन्थ्यो भन्ने भयो। सायद तपाईँलाई पनि लाग्छ होला, ओहो डाक्टर रुई त अध्यक्ष भएको ठाउँमा म सदस्य भन्दा मैले हुन्छ भने काम गर्यौँ। धेरै काम सुरुमा गर्न पनि सकेनौँ, हेर्नुहोस् गाह्रो हुँदो रहेछ। होइन 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 तपाईँ प्रमाण देखाउनुहोस् विदेशीबाट होइन सर सर प्लिज तपाईँले भन्नुभएको मैले कहाँ भने म तपाईँलाई यो देशको सर यो देशको भविष्य बनाउने पार्टी रासोपा हो। तपाईँ 45 वर्षदेखि कुनै पार्टीको एउटा हनुमान बनेर आज तपाईँ आरोप लगाउने होइन। तपाईँहरूलाई शहीदले कसरी सम्झेला, छोरछोरी सम्झिनुहोस् न। सर तपाईँले कुनै पनि पार्टीलाई विदेशीबाट परिचालित भन्न पाउनुहुन्छ मिल्छ, प्रमाण छ। प्रमाण देखाउनुहोस् मलाई, यहाँ प्रमाण देखाउनुहोस् ल। उहाँको मिडिया छ, मिडियाको अगाडि प्रमाण देखाउनुहोस्। होइन 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 तपाईँ प्रमाण देखाउनुहोस् विदेशीबाट होइन सर 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 प्लिज तपाईँले भन्नुभएको मैले कहाँ भने एमसीसी को त तपाईँ पक्षधर हो। एमसीसी पास गरे कसले? कांग्रेस र एमाले माओवादीले होइन। माओवादी त बाहिर नारा म संसदमा थिएँ त्यति बेला। एमसीसी पास गर्ने कांग्रेस एमाले माओवादी थप्पडी बजाएर टेबल ठोकेर होइन होला के हो अभिबद्धता एमसीसी प्रति यति मोह चाहिँ किन? किनभने मैले बुझेको छु यो होइन 2001 देखिको श्रृङ्खला चाहिँ मैले यो गरेको छु र जुन खालका आरोपहरू लगाएको छ यहाँ सेना आउँछ, यहाँ चाहिँ अब यो के अरे संविधानभन्दा माथि इत्यादि कुराहरू जुन सबै गलत हाम्रो विषय पनि आएको होला। मिलेनियम च्यालेन्जबाट त हामीहरूले नै त्यसमा ठुलो मेहनत गरेका हौँ। 51 करोड डलरको ग्रान्ट